नमस्कार। घिउ फल, सायद यो नाम कतै न कतै सुन्नु भएकै होला। यो त्यस्तो फल हो जसमा विश्वास गर्नुस् नेपालको पूरै कृषि भविष्यलाई बदल्न सक्ने क्षमता छ। हो, आज हामी कुरा गर्दैछौँ यही गजबको फल एभोकाडोको बारेमा। आजको हाम्रो यो चर्चामा हामी एभोकाडोको यात्रालाई 5 फरक पाटोबाट हेर्नेछौँ। सुरुमा यो नेपालको लागि किन एउटा नयाँ आशा हो भन्ने बारे कुरा गर्नेछौँ। त्यसपछि यसका अवसरहरू, व्यावसायिक खेती गर्ने तरिका, बोटबाट बजारसम्मको यात्रा र अन्त्यमा यसका चुनौती र भविष्यको बाटो के हुन सक्छ भन्ने बारे गहिरिएर बुझ्ने प्रयास गर्नेछौँ। ल, सुरु गरिहालौँ है त। हेर्दा सामान्य फल जस्तो देखिए पनि यसले नेपालको कृषि क्षेत्रमा एउटा ठूलै क्रान्ति ल्याउन सक्छ। तर कसरी? आउनुहोस् यसको गहिराईमा डुबुल्की मारौँ। हाम्रो पहिलो खण्ड, घिउ फल नेपालको नयाँ आशा। आखिर किन यो फललाई यति धेरै महत्त्व दिँदैछ त? के छ यसमा त्यस्तो विशेष? घिउ फल नामले चिनिने एभोकाडोको खास घर चाहिँ मध्य अमेरिका र मेक्सिको हो। वैज्ञानिक भाषामा यसलाई पेर्से अमेरिकाना भनिन्छ। विश्वभरि नै चर्चित यो फल अब बिस्तारै नेपालमा पनि एउटा महत्त्वपूर्ण नगदे बालीको रूपमा आफ्नो पहिचान बनाउँदैछ। अब यसको लोकप्रियताको रहस्य के हो त? त्यो हो यसका अनगिन्ती स्वास्थ्य फाइदाहरू। सोच्नुस् त, एउटै फलमा 20 भन्दा बढी किसिमका भिटामिन र मिनरल। यो कोलेस्ट्रोल रहित छ, ब्लड प्रेसर नियन्त्रण गर्न सघाउँछ अनि फाइबरको राम्रो स्रोत भएकोले तौल घटाउन पनि एकदमै सहयोगी मानिन्छ। यति मात्रै कहाँ हो र, यसले आँखालाई स्वस्थ राख्न र क्यान्सर रोकथाममा समेत मद्दत गर्छ। यति धेरै फाइदा भएपछि त बजारमा माग बढ्नु स्वाभाविक नै भयो हैन र? अब हेरौँ नेपालमा यसको खेतीको सम्भावना र आर्थिक अवसरहरू कस्ता छन्। यो आँकडा हेरौँ है त, 307 टन। सोच्नुस् त, यति धेरै एभोकाडो त हामीले विक्रम सम्मत 2079 मा मात्रै विदेशबाट किनेछौँ। यसले के देखाउँछ? सिधा कुरा छ, हाम्रो बजारमा यसको माग एकदमै धेरै छ, तर हामी आफैले उत्पादन भने खासै गरिरहेका छैनौँ। र हो, यही खाली ठाउँ नै हाम्रा किसानहरूका लागि एउटा सुनौलो अवसर बन्न सक्छ। अनि त्यो अवसर कति आकर्षक छ भन्ने कुरा यो मूल्यले नै बताउँछ। नेपालको बजारमा गुणस्तर हेरेर 1 केजी एभोकाडोको मूल्य 500 रुपियाँसम्म पर्छ। यो त किसानको लागि निकै राम्रो आम्दानीको स्रोत बन्न सक्छ नि, हैन र? त्यसो भए नेपालमा एभोकाडोको भविष्य किन यति उज्यालो देखिन्छ? यसका कारणहरू प्रष्ट छन्। मानिसहरू स्वास्थ्यप्रति सचेत हुँदैछन्, माग बढिरहेको छ, बजार मूल्य एकदमै राम्रो छ। यसले आयात घटाएर देशको पैसा बाहिर जानबाट रोक्छ। हाम्रो हावापानी पनि यसको लागि सुहाउँदो छ र सबैभन्दा रमाइलो कुरा के हो भने एकपटक रोपेपछि एउटै बोटले झन्डै 50 वर्षसम्म आम्दानी दिइरहन्छ। अब अगाडि बढौँ। मानौ कसैले यसको व्यावसायिक खेती नै गर्ने सोच बनायो भने के कस्ता कुरामा ध्यान दिनुपर्छ होला? सफल खेतीको लागि सही ठाउँ र माटो छनौट गर्नु पहिलो र सबैभन्दा महत्त्वपूर्ण कुरा हो। एभोकाडोलाई 800 देखि 1600 मिटरको उचाइ, थोरै अम्लीय माटो र न धेरै जाडो न धेरै गर्मी अर्थात् 14 देखि 28 डिग्री सेल्सियसको तापक्रम एकदमै राम्रो मानिन्छ। एउटा कुरा के याद राख्नुपर्छ भने पानी जम्ने ठाउँ यसको सबैभन्दा ठूलो शत्रु हो। त्यसैले पानीको निकास राम्रो भएको बलुवटे दोमट माटो हुनैपर्छ। बिरुवा रोप्ने प्रक्रिया त्यस्तो गाह्रो छैन। 3 फिटको खाडल खन्ने, त्यसमा बालुवा र कम्पोस्ट मल बराबर मिसाएर भर्ने अनि बिरुवा सार्ने। तर एउटा एकदमै महत्त्वपूर्ण कुरा के भने बोटहरूलाई हुर्कन पर्याप्त ठाउँ चाहिन्छ। त्यसैले 2वटा बोटको बीचमा कम्तीमा पनि 10 मिटरको दूरी राख्नु अनिवार्य छ। ल, बिरुवा त रोपियो। अब हेरौँ बोटमा फलेको फल उपभोक्ताको हातसम्म पुग्दाको यात्रा कस्तो हुन्छ। यो पनि एउटा रोचक प्रक्रिया छ। तर त्योभन्दा पहिले एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ। बोटमा फल त लाग्यो, तर त्यसलाई टिप्ने सही समय चाहिँ कहिले हो त? र यसको उत्तर अलि अनौठो छ है। एभोकाडो रुखमा पाक्दैन। हो, यो टिपेपछि मात्रै पाक्ने फल हो। त्यसो भए कहिले टिप्ने त? यसका केही सङ्केतहरू छन्, जस्तै कि फलको भेट्न रातो बैजनी रङको देखिनु, हरियो जातको हो भने गाढा हरियोबाट अलि हल्का हरियो हुनु, अनि फलमा हल्का हान्दा भित्रबाट खोक्रो आवाज आउनु। नेपालमा चाहिँ यो समय प्राय भदौ असोजतिर पर्छ। टिपेपछि पनि काम सकिँदैन। राम्रो बजार भाउ पाउन हरेक फललाई भेट्नुसहित एकदमै सावधानीपूर्वक कैँचीले काट्नुपर्छ। त्यसपछि आकार अनुसार ग्रेडिङ गर्ने, चोटपटक लाग्न नदिन सुरक्षित तरिकाले प्याकेजिङ गर्ने र सबै जानकारी सहितको लेबलिङ गर्नु व्यावसायिक खेतीको अनिवार्य हिस्सा हो। यति धेरै सम्भावना हुँदाहुँदै पनि यो यात्रा सोचे जस्तो सजिलो भने छैन।
अब यस क्षेत्रका चुनौतीहरू के छन् र तिनलाई समाधान गर्ने उपाय के हुन सक्छ, यसबारे छलफल गरौँ। हरेक अवसरसँगै चुनौतीहरू पनि जोडिएर आउँछन्। एकातिर आकर्षक मूल्य, निर्यातको सम्भावना र बाँझो जमिनको उपयोग जस्ता अवसर छन् भने अर्कोतिर सुरुवाती लगानी अलि बढी लाग्ने, राम्रो जातको अभाव, गुणस्तरीय बिरुवा पाउन गाह्रो र रोग किराको डर जस्ता चुनौतीहरू पनि छन्। चुनौतीहरूको कुरा गर्दा एउटा प्रमुख शत्रु हो पात बेर्ने किरा। यसको लार्वाले पातलाई बेरेर भित्रैबाट खाइदिन्छ, जसले बोटलाई कमजोर बनाउँछ र उत्पादनमा सिधै असर पार्छ। त्यसैले यसको समयमै व्यवस्थापन गर्नु एकदमै जरुरी हुन्छ। त्यसो भए भविष्यको बाटो के त? समाधान यी कुराहरूमा लुकेको छ। गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिने, सरकार र निजी क्षेत्रबाट लगानी बढाउने, किसानहरूलाई आधुनिक तालिम र प्राविधिक ज्ञान दिने अनि नेपाली एभोकाडो भनेर छुट्टै ब्रान्ड नै बनाउने। अझ यसबाट तेल वा पाउडर बनाउने प्रशोधन उद्योग स्थापना गर्न सकियो भने त यसको मूल्य झनै बढ्नेछ। अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। के यो पोषक र बहुउपयोगी घिउ फलले साँच्चीकै नेपालको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै आर्थिक समृद्धिको एउटा नयाँ आधार तयार गर्न सक्ला त? यो प्रश्नको उत्तर भविष्यमा गरिने प्रयास र योजनाहरूमा निर्भर गर्दछ।